नेपालको वायु प्रदूषण कम गर्न वा भनौं हावा स्वच्छ बनाउन विश्व बैंकले नेपाललाई 7 अर्ब रुपैयाँ ऋण दिन मन्जुर गरेको खबरले हिजो मुलुकको आर्थिक क्षेत्रका जानकारहरू बीच ठूलो हलचल मचियो। विश्व बैंकले नेपाललाई जलविद्युत आयोजना बनाउँछौ ऋण देऊ भन्दा दिँदैन। त्यही ऋणदाताले निजी इटाभट्टा उद्योगबाट निस्किने धुवा नियन्त्रण गर्न नेपाली जनताको टाउकोमा ऋणको भारी थोपर्ने गरी ऋण किन दिँदैछ भन्ने प्रश्न निकै चाखलाग्दो छ। 1063 मेगावाटको माथिल्लो अरूण जलविद्युत आयोजनाका लागि नेपालले विश्व बैंकसँग सहुलियतपूर्ण ऋण मागेको थियो। त्यो ऋण दिन विश्व बैंकले मानेन, किनभने त्यहाँ भारतले भाँजो हालेको चर्चा भयो। अहिले नेपालका निजी उद्योगहरूले बढाएको प्रदूषण नियन्त्रण गर्न चाहिँ 7 अर्ब ऋण दिन तयार भयो। वायु प्रदूषण गरेर नाफा एकलौटी पार्नेहरूले केही गरिरहनु नपर्ने, तर त्यसका लागि 3 करोड नेपाली जनताले आफ्नो टाउकोमा ऋणको भारी थोपरेर सरकारले विश्व बैंकबाट 7 अर्ब ऋण लिनुपर्ने, यो कस्तो चलन हो त? ऋण लिने भनेको त कमाएर तिर्नका लागि हो। जहाँ कमाई नै हुँदैन त्यस्ता कामका लागि पनि सरकारले ऋण लिने अनि तिरिदिनुपर्ने चाहिँ जनताले। स्वच्छताको कुरा गर्ने हो भने जलविद्युतमा गरिने लगानी सबैभन्दा उपयुक्त हो, किनभने यसबाट भविष्यमा प्रतिफल प्राप्त हुन्छ र प्रदूषण पनि हुँदैन। तर यसका लागि विश्व बैंक ऋण दिन तयार छैन, जे गर्दा नेपाल र नेपालीको सबैभन्दा बढी अहित हुन्छ। अन्तर्राष्ट्रिय निकाय पनि त्यसकै लागि नेपालीको टाउकोमा ऋणको बोझ थोपर्न अघि सर्छन्। अनि नेपालका सरकारहरूको त के कुरा गर्नु, यिनीहरू ऋण लिएर बेकामका अन्तर्राष्ट्रिय विमानस्थल पनि बनाउँछन्। दर्शकबिन, विमानस्थल बनाउने नाममा आधा भन्दा बढी त भ्रष्टाचार नै गर्छन्। भ्रष्टाचारीहरूलाई नै ती आयोजनाहरूको प्रमुख बनाएर पठाउँछन्। यस्तै काम गरेर तत्कालीन नेकपा यसले आफ्नो पार्टी खर्च उठाउने गरेको रहस्य प्रेम आलेले नै खोलेका थिए। यी र यस्ता हजारौं प्रसंग छन् जसबाट हाम्रो देश कसरी चल्यो चलाइयो भन्ने बुझ्न सकिन्छ।